नववर्ष 2083 को सम्पूर्णमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्न चाहन्छु। म साधक निश्चल। आज नयाँ वर्ष 2083 साल मङ्गलबारको दिन चाहिँ म आफ्नो स्थायी घर ठेगानामा रहेको बालाजु 22 तारा परिसरमा छु। स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण महानुभावहरूलाई बालाजु 22 ताराबाट चाहिँ नयाँ वर्ष 2083 को हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्न चाहन्छु। म साधक निश्चल, बालाजु 22 तारा परिसर, बालाजु 22 तारा पार्क पनि भनेर हामी चिन्दैछौँ भने बालाजु 22 तारा पार्कको सेरोफेरो हजुरहरूले देखाउँदैछु। म यो बालाजु 22 तारा पार्क चाहिँ हामी सानै बेरदेखि खेल्ने टुल्ने स्थान हो र यहाँ स्विमिङ पुल पनि रहेको र हामी सानो बेलादेखि बचपनमा चाहिँ हामीले यही 22 तारा पार्कमा खेली हुर्केका हौँ। मेरो स्थानीय घर ठेगानामा परे यो बालाजु 22 तारा पार्कको सेरोफेरो हजुरहरूलाई अवलोकन गराउँदैछु भने यहाँ भानुभक्त आचार्यज्यूको पनि हामीले शालिग देखेका छौँ। साह्रै नै रमाइलो यस 22 तारा पार्कबाट आजको नयाँ वर्ष 2083 को सुरुवात म गर्दैछु। बालाजु 22 तारा पार्क साह्रै नै रमाइलो स्थान रहेको यस 22 तारा पार्कको अग्रभागको दृश्यहरू मात्र मैले अहिले खिचेर हजुरहरूलाई पस्कने जमर्को गरेको छु भने यहाँ बाल नीलकण्ठ हुनुहुन्छ, शीतला माईदेवी मन्दिर हुनुहुन्छ भने यहाँ विभिन्न रत्नचोडेश्वर महादेव मन्दिरको छन् भने यहाँ सम्पूर्णलाई म यहाँको सेरोफेरो पनि देखाउँदैछु। बालाजु 22 तारा पार्क देख्दै हुनुहुन्छ। आज नयाँ वर्षको दिनमा चाहिँ आएर खुसियाली मनाउने क्रममा टाढा टाढाका 22 तारा पार्कको सेरोफेरो यहाँबाट गएमा चाहिँ हामी स्विमिङ पुल पुग्दछौँ। त्यहाँको सेरोफेरो पनि म देखाउने छु। 10 मिनटको भिडियोमा जति कैद गर्न सक्छ यो 22 तारा पार्कको त्यति नै म चाहिँ तपाईँहरूलाई देखाउँदैछु। हामीले बच्चा बेलामा पौडी खेल्ने पोखरीहरू नै हुन्। यहाँ पनि पौडी खेल्थ्यौँ हामी भने स्विमिङ पुल छ यहाँ यही 22 तारा पार्कभित्र। त्यस स्विमिङ पुलमा पनि हामी पौडी खेल्थ्यौँ। हामीले बालापन चाहिँ यही 22 तारामा खेलेर हुर्केर बितायौँ। साह्रै नै रमाइलो स्थल 22 तारा पार्कको सेरोफेरोको दृश्य हेर्दै हुनुहुन्छ हजुरहरू पनि। आजको नयाँ वर्षको नयाँ दिनको सुरुवात 22 तारा पार्कबाट। सबै आफै रमाइलो गर्दै नयाँ वर्ष मनाइरहनु भएका छन्। यहाँ 22 तारा भनेर चाहिँ हामीले चिनिने स्थान चाहिँ यहाँ छ। 22 तारा बालाजु 22 ताराको नामले परिचित यस 22 तारा पार्कको विशेष आकर्षण चाहिँ 22 तारा भनेर 22 वटा धारा रहेको स्थानमा अब हामी जाँदैछौँ। देख्दै हुनुहुन्छ हजुरहरूले पनि 22 तारा भनेर यी 22 तारा यही धाराहरूलाई 22 तारा भनेर भनिन्छ है। हेर्नुहोस् 22 तारा नामले उपनाम यस 22 तारा पार्कको 22 वटा धाराहरू हजुरहरूलाई देखाउँदैछु म। 22 वटा धारा 22 वटा धारा यहाँ रहेका छन्। 22 वटा धारा यसै कारणले यहाँ 22 तारा नाम दिएको हो। सबैजना आज नयाँ वर्ष मनाउनको लागि पूजा अर्चना गर्नको लागि पनि यस 22 तारामा आइपुगेका छन्। सबै आफ्नै तरिकाले नयाँ वर्ष मनाउँदै हुनुहुन्छ। देख्दै हुनुहुन्छ। बाइस तारामा पूजा अर्चना पनि गर्दै हुनुहुन्छ कोही भक्तजनहरू। तै शुक्ल पूर्णिमाको दिन चाहिँ यहाँ 22 तारा मेला लाग्दछ र यहाँ ठुलो पूजाआजा हुन्छ भने
अब यता बाँकी भएको सेरोफेरोमा पनि म यो देखिरहेका रुख चाहिँ हाम्रो यो रुद्राक्षीको वृक्ष हो अनि 22वटा धारा भएको कारणले 22 धारा नाम दिएको थियो भने अब हामी जाँदैछौँ यहाँ महेन्द्र राजा र महारानी रत्नराज्य लक्ष्मी शाहको शालिग भएको स्थानमा। अब यताबाट हामी आयौँ सम्पूर्ण घुमेर अघिल्लो भाग घुमेर यहाँ चाहिँ राजा महेन्द्रको शालिग रहेको छ र महारानी रत्नराज्य लक्ष्मीको होइन सरी महारानीको नाम चाहिँ मैले भुलेँ है। महेन्द्र र उहाँबाट महारानी भनौँ या रत्नराज्य लक्ष्मी भनौँ को हुनुहुन्छ उहाँको चाहिँ शालिग रहेको छ। राजा महेन्द्र तथा रानीको चाहिँ शालिग रहेको यो स्थान हो भने यो निलो घरभित्र चाहिँ स्विमिङ पुल एरिया रहेछ भने यो माथि चाहिँ पिकनिक स्थल रहेको छ यो माथि भने अब अन्य सेरोफेरो पनि म देखाउँदैछु हजुरहरूलाई। साह्रै रमणीय स्थल 22 धारा। यहाँ यसो 22 धाराको क्यामेरा कैद गर्दै हिँडेको नानु ह्याप्पी न्यु इयर। सबै आज नयाँ वर्ष मनाउनु हुने मानवहरू खुसी याली साथ आफ्नो तरिकाले नयाँ वर्ष मनाउँदै हुनुहुन्छ भने म पनि हजुरलाई यो 22 धारा क्षेत्रको अवलोकन गराउँदैछु। यहाँबाट माथि चाहिँ पिकनिक स्पोट रहेको छ भने यसकै माथिको कम्पाउन्ड पारी चाहिँ मेरो घर रहेको छ। हामी यहीँकै स्थानीय बासिन्दा हौँ। यही स्थलबाट पहिले चाहिँ हामी यहीँबाट ओहोरदोहोर गर्ने र आउने जाने हाम्रो बाटो नै यही थियो। अहिले पर्खाललाई चाहिँ मजबुत बनाएको छ भने त्यहाँ एउटा गेट राखिएको छ। त्यो गेट चाहिँ बिहान बेलुका खुल्छ र त्यहीँबाट आवत जावत गर्छौँ हामी भने सानो बालपना यहाँ पिङ खेल्थ्यौँ हामी। पिङ खेल्ने हाम्रो यो सिग्री हो। बालपन हामीले यही बितायौँ। अब हामीले देखिरहेका छौँ रुद्राक्षको वृक्ष। यो चाहिँ रुद्राक्षको वृक्ष हो। यहाँ चाहिँ रुद्राक्षहरू चाहिँ आफ्नो समयअनुसार चाहिँ सधैँ फलिरहेको हामीले भेट्छौँ भने अब 22 धारा मन्दिर परिसर हो अब करिब पार्क एरिया सकिन लागेको छ। यहाँ 22 धारामा देख्दै हुनुहुन्छ सम्पूर्ण भक्तजनहरू र आन्तरिक पर्यटकहरू चाहिँ रमाइलो गर्दै हुनुहुन्छ 22 धारामा। बाइस धाराको रमणीय स्थल रमणीय पार्कबाट चाहिँ आजको यो कार्यक्रम प्रस्तुत गर्न पाउँदा साह्रै नै खुसी छु म साधक निश्चल पनि। अब हामी चाहिँ अन्य मन्दिर क्षेत्रतर्फ लाग्दैछौँ। यहाँ देखिरहेका छौँ जलभैरवी मन्दिर चाहिँ यहाँ हुनुहुन्छ भने जलभैरवी मन्दिर स्थान चाहिँ यहाँ छ। यहाँ जलभैरवी विराजमान हुनुहुन्छ। जय मा जलभैरवी। यहाँ चाहिँ जलभैरवी माको विराज हुनुहुन्छ। यहाँ पूजा भइरहेको छन् भने माता जलभैरवीलाई जल चढाएर मैले आशीर्वाद राखेँ जलभैरवी सबैको कल्याण गर्नु कृपा गर्नु भन्दै। अब यहाँ विभिन्न मठ मन्दिर रहेका छन्। टाढा देख्दैछौँ शीतला माईको मन्दिर, सम्पूर्ण भगवान्को मन्दिर, नारायण भगवान्को मन्दिर चाहिँ त्यसतर्फ रहेको छ भने त्यतिको सेरोफेरोको अवलोकन जति भ्याउँछु म चाहिँ देखाउने छु। र यहाँ रथको लागि आजको रथको लागि पनि गणेश रथ कुन कलिङचोक कडेचोल भगवतीको पनि आज रथ यात्रा हुँदैछ भने सम्पूर्णको कहाँबाट नुवाकोटबाट ल्याएको कडेचोल भगवतीको चाहिँ रथ यात्रा पनि हुँदैछ आज नुवाकोटबाट। ए हो चेमा बाउ कडेलचोक भगवती नुवाकोबाट आउनुभएको उहाँको चाहिँ आज रथ यात्रा रहेको छ। सबैले दर्शन गरी आशीर्वाद प्राप्त गर्नुहोला। यहाँ श्री गणेशको पनि विराजमान रहेको मन्दिर हामीले देख्दैछौँ 22 धारा एरियाभित्र सम्पूर्ण प्रापूर्व कालदेखि हो भने अब केही समयमा मसँग 30 सेकेन्ड बाँकी छ र यो 22 धारा सेरोफेरो देखाउँदै म चाहिँ अलिक छिटोभन्दा छिटो अन्य मन्दिर परिसरको चाहिँ सेरोफेरो देखाउने सम्पर्क गर्दैछु भ्याएसम्म भन्दै। अब अन्य मूल मन्दिरहरू चाहिँ माता शीतला आमाको मन्दिर यो रहेको छ भने शिव मन्दिर, गणेश मन्दिर, श्रीकृष्ण मन्दिर, भैरव मन्दिर, राम मन्दिर, कृष्ण मन्दिर र बाल नीलकण्ठको मन्दिर परिसरमा हामी आइपुगेका छौँ। यति भन्दै आजको नव वर्ष 2083